हेलो गुड मर्निङ माई लिटल अर्ग्यानिक गार्डनमा स्वागत छ हजुरहरूलाई। आज म आजको भिडियोमा चाहिँ म कुरा गर्न गइरहेको छु मस्टिक भनेको चाहिँ मस्टिक भनेको के हो त भनेर चाहिँ भन्दा चाहिँ मस्टिक भनेको चाहिँ कुनै पनि इन्डोर प्लान्टलाई चाहिँ इन्डोर लहरे प्लान्टलाई चाहिँ हामी चाहिँ सपोर्ट दिन्छौँ। त्यही सपोर्ट नै मस्टिक हो र त्यसलाई चाहिँ त्यसको त्यो बनाउन चाहिँ धेरै किसिमले बनाइन्छ र एउटा बनाइन्छ स्टिकमा चाहिँ त्यो नरिवलको डोरीलाई चाहिँ बेटारेर पनि बनाइन्छ। अनि पाइपमा हामीले यो नरिवलको जट्टा भन्छ, यस्तो यो नरिवलको जट्टालाई चाहिँ पाइपमा लगाएर चाहिँ मसिनो डोरीले बाँधेर चाहिँ त्यसरी पनि बनाउन सकिन्छ। जस्तै मैले यो बनाएको छु, यो मोन्स्टेरा मैले लगाएको छु। मैले चाहिँ त्यसरी नै यो पाइपमाथि चाहिँ यो नरिवलको जट्टालाई चाहिँ बेरेर चाहिँ मसिनो डोरीले बाँधेर चाहिँ बनाएको हो यो। र आज मैले बनाउन गइरहेको चाहिँ मैले त्यो चाहिँ म बनाउन गइरहेको छु। यो चाहिँ मैले एउटा जाली हुन्छ, यस्तो जाली हुन्छ हैन। यो जाली चाहिँ कुनै पनि हार्डवेयर दोकानमा पाउँछ। अनि यो जाली चाहिँ त्यो जाली पनि धेरै खालको हुन्छ। यो चाहिँ अलिक मोडिने खालको जाली हो क्या। यो चाहिँ अलिक सफ्ट हुन्छ। यो चाहिँ यस्तो मोड्दाखेरि मोडिन्छ। अनि यो जाली चाहिन्छ एउटा चाहिँ। अनि त्यहाँबाट चाहिन्छ हामीलाई यो नरिवलको जट्टा चाहिँ सुकेको नरिवलको जट्टा चाहिँ हामीले नरिवल खाएर चाहिँ त्यसको जट्टा निकाल्नको लागि चाहिँ त्यसलाई हामीले नरिवल त्यो बोक्रालाई चाहिँ हामीले भाँडामा चाहिँ बाल्टीमा पानी हालेर चाहिँ ढड्याएर त्यसलाई 4-5 दिन 7 दिन भिजाएर राख्यौं भने चाहिँ त्यो मजाले सजिलै आउँछ क्या। त्यो मजाले आउँछ। त्यसरी नै मैले यहाँनेरि बनाएको छु, यो गरेको छु। अनि यो चाहिँ मैले यो जालीमा चाहिँ फर्स्ट चोटी गर्दैछु। कस्तो हुन्छ साथीहरु, यो फर्स्ट चोटी म यसलाई बनाउन खोजिरहेको छु। अब हेरौँ आज बनाइ हेर्छु कस्तो हुँदो रहेछ। अनि यसलाई अब यो जाली एउटा चाहियो, त्यहाँबाट यो नरिवलको जट्टा चाहिन्छ। अनि त्यहाँदेखि यो मसिनो तार चाहिन्छ के, त्यसलाई चाहिँ यसले चाहिँ बान्नु पर्छ। अनि यो तार चाहिन्छ, त्यसलाई तार काट्ने यस्तो पनि चाहिन्छ एउटा। अनि त्यहाँदेखि यति भएपछि चाहिँ यसलाई बनाउन सकिन्छ भन्नाले आज फर्स्ट चोटी हो म बनाएर हजुरहरूलाई देखाएँ। यसलाई चाहिँ प्लान्टहरुको यो के रे यसलाई चाहिँ बुस्सी बनाउँछु भनेर चाहिँ कटिङ गरेर चाहिँ बुस्सी बनाउनु भन्दा पनि यो लहरे प्लान्टलाई चाहिँ मस्टिक लगाएर चाहिँ यसको चाहिँ लुक चाहिँ अर्कै देखिन्छ क्या साथीहरु। हेर्नु न, यो कति राम्रो, यस्तो राम्रो देखिएको छ। अनि मलाई यो मेरो यो पिङ्क सिङ्गोनियम छ, यो चाहिँ भित्तामै गएर टाँसेको छ क्या। यसलाई पनि मलाई यस्तै बनाएर लाउन मन लागेको थियो, मस्टिक बनाएर लाउन मन लागेको थियो। अनि यो डोरी, यो पाइपमा डोरी त मैले पहिला पनि गरेकै हो। अनि यो चाहिँ एउटा अर्को चाहिँ म नयाँ गर्नु पर्यो भनेर चाहिँ गर्दैछु। आज कस्तो हुन्छ हेरौँ है त साथीहरु। ल आज म गरेर देखाउनु पर्यो हजुरलाई। अब यसलाई चाहिँ यसमा चाहिँ यो नरिवलको यो जट्टा हो, नरिवलको जट्टा। यसलाई चाहिँ मजाले यो जाली भित्र चाहिँ यसरी भर्नु पर्छ के साथीहरु। यसरी मजाले भर्नु पर्छ। यसलाई चाहिँ भिजाएर राख्यो भने चाहिँ अलिक काम गर्न सजिलो हुने रहेछ, नरम हुन्छ। अनि भिजाएर मैले चाहिँ त्यही भएर मैले यो भिजाएर राखेको छु। यसरी चाहिँ यसलाई यहाँ चाहिँ भर्नु पर्छ। यसरी भरेपछि चाहिँ मैले हजुरलाई भन्नै बिर्सेछु, यो एउटा स्टिक पनि हामीले चाहिँ लाउनु पर्ने हुन्छ के। यो चाहिँ गमलामा यसरी गाड्नको लागि सजिलो हुन्छ भनेर। अनि यो अघि चाहिँ मैले भन्नै बिर्सिए गएछु।
अनि यो स्टिक लाउनु पर्छ त्यहाँदेखि यसलाई मजाले गरेपछि चाहिँ अनि यसलाई चाहिँ हामीले चाहिँ अब यसलाई चाहिँ तारले बान्नु पर्छ तारले बान्नलाई चाहिँ गाह्रो हुने रहेछ पन्जा चाहिँ लाउनु पर्ने रहेछ है साथीहरु पन्जा लाएन भने चाहिँ हात घुचेर सक्ने रहेछ यसलाई चाहिँ यहाँ यसरी बान्छु म यसलाई फेरि यहाँ बान्दिन्छु हजुरहरु देख्नु भयो कि भएन म चाहिँ आज मेरो यहाँ भिडियो गर्दिने साथी पनि हुनुहुन्न कि त्यही भएर चाहिँ एक्लै गर्दिछु यसरी चाहिँ बान्नु पर्छ साथीहरु यो चाहिँ मैले यहाँ दुई ठाउँ चाहिँ मैले बानिसके अब यसलाई चाहिँ म सबै यसरी नै बान्छु अनि पछि फेरि म बानिसकेपछि फेरि देखाउँछु है त साथीहरु मैले चाहिँ यसलाई चाहिँ यस्तो बनाइसके है जसो तसो बनाइ गाह्रो हुँदो रहेछ अनि यस्तो बनाइ अब चाहिँ म यसलाई मेरो यो प्लान्टलाई चाहिँ यसलाई चाहिँ म यहाँनिर गाडेर चाहिँ यस्तो गरेर चाहिँ यसलाई चाहिँ यहाँनिर बान्दिन्छु अब यो लहरा चाहिँ यो जराले चाहिँ यहाँनिर समाउनु यहाँनिर पकड्नु पायो भने चाहिँ अनि यो चाहिँ मज्जाले आउँछ के राम्रो भएर आउँछ अब यसलाई चाहिँ म यहाँनिर बान्दिन्छु बानेपछि चाहिँ साथीहरु यस्तो भयो अब यति गरेपछि चाहिँ अब एक दुई दिन यसले नपकडुन्जेल चाहिँ यो जराहरुले यसलाई पक्रेपछि चाहिँ अनि यो मज्जाले अडिन्छ त्यतिखेरसम्म चाहिँ यसलाई पनि एउटा सानो सपोर्ट जस्तो दिएर राख्नु पर्ने हुन्छ हामीले यो भिजेकोले गर्दा अलिक यसको लोड अलिक बेसी भयो कि त्यही भएर यो अलिक लच्किँदैछ के साथीहरु यस्तो भयो अब यसलाई चाहिँ म यसरी राख्छु यहाँनिर र फाइनल्ली मेरो मस्टिक चाहिँ यस्तो बन्यो साथीहरु हेर्दिनुस् मैले यो पिंक सिंगोनियम लगाइसकेको छु यस्तो बन्यो है यसरी अब चाहिँ यो मस्टिकमा मजाले जान्छ राम्रो हुन्छ यता चाहिँ मैले यस्तो थियो साथीहरु यो चाहिँ मैले पाइपमा गरेको थिएँ के यसरी चाहिँ वरिपरिबाट जट्टा नरिवलको जट्टा लगाएर चाहिँ अनि यसरी डोरीले बानेर चाहिँ अड्याएको थिएँ तर यो त यस्तो डह्रो भएको छ यस्तो राम्रो भएको छ यस्तो मजाले पकड्छ यो चाहिँ यस्तो छ हेर्नुस् साथीहरु मजाले देख्न सक्नुहुन्छ यस्तो भयो
हजुर हस् त फेरि अर्को भिडियोमा भेट्ने छौँ बाइ बाइ